दाजुभाइ हो क्या दुईजना अनुहार त मिल्छ त आजकल जय महाकाल मैले बिर्से पनि तिमीहरूले जय महाकाल भन्ने हो नि त यार हेलो मोटा सम्पूर्णमा जय महाकाल आज हो 405औं दिनको यो बिहानी पकाएको भोजन कार्यक्रम आज उहाँ पनि सम्पूर्णमा जय महाकाल यस गौरवशाली संस्था जय महाकाल युवा समूह मेचीनगर शाखाद्वारा आयोजित भोकाला भोजन प्यासिला पानी निःशुल्क भोजन वितरण महाअभियानको आज 405औं दिनको यो बिहानी पकाएको भोजन कार्यक्रम मेची भन्सार कार्यालयको प्राङ्गणबाट चाहिँ हामी जय महाकाल युवा समूहले समापन गरिसकेका छौँ र भरे बेलुका फेरि भेट्ने बाचासहित अहिलेलाई हजुरहरू सम्पूर्णबाट बिदा हुन चाहन्छौँ। हजुरहरू सम्पूर्णको जय होस्, हजुरहरू सम्पूर्णको दिन शुभ बितोस्। स्वीकार्नुहोस् फेरि पनि एकमुष्ट जय महाकाल। आयो 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 कालो के विशाल सेलुनमा कतिखेर गएको देखिरहेको छु नि तैँले होइन भन्छ चाहिँ तँलाई यसले रोक्यो होइन रोक्यो होइन रहेछ भयो नरोक्नु आएर हिँडेको होइन त गएर त्यहाँ बसेको देखिन तेरो के काम हुन्छ त्यो एरियामा जानु चिया खाएर उताबाट गएको थियो आएको होइन तल गएको कोसँग गइस् के गरिस् कति घन्टा बसिस् के कहाँबाट कहाँ के लिस् हेर्छेस् तेरो तेरो बारेमा मैले लिनुपर्ने केही छैन त्यही भएर मात्रै हो झुट नबोल है पेनले रोपेर मारिदिने अनि यसले तँ छुट्टै गएको छेस् माल खान्छेस् भनेर सोध्यो नि त होइन भन्छ म देखिरहेको छु भात खाँदैन यो भाइले मजाले देखिरहेको छु भात पनि खाँदैन भात खान्छ यसलाई देखिरहेको मान्छे अझै झुट बोल्छ मलाई फेरि झुट बोल्नु पर्दैन अँ दाइ हो सकिगयो त यसको म कमान्डरै ल्याइदिन्छु नि त यो सार्वजनिक स्थानमा बसेर यसरी चुरोट खानु पाउँछ जपाइदै यो त अब गयो त बेलुका फेसबुकमा ए युट्युबमा ठोकायो अरे अहिले भरे त्यहाँ गएर सुनारकोमा गएर धोयो अहिले म 3 टाइम खाना थालेको छु नि त म जस्तै म 4 यहाँ 2 घरमा 2 चान्समा अहिले अहिले अब अहिले अहिले हैन डाइटिङ साइटिङहरु पैसा धेर कमाउने मान्छेहरु
अहिले चाहिँ डाइनिङ साइटिङहरू बन्द छ सबै डाइट साइड होइन ज्यान हाल मात्रै बाँच होइन अब ज्यान हाल लडा जय हो आइपुग्यो बिना के अरे बिहानी पकाएको भोजन कार्यक्रम सकाएर मेरो काकाले मलाई चिसो राखिदिरहेको जय महाकाल जय महाकाल जय राष्ट्रवाद गोपाल जय राष्ट्रवाद गोपाल जय राष्ट्रवाद महाकाल जय राष्ट्रवाद अनि यो राजावादी आन्दोलनमा तपाईँहरू कहाँ पुग्नु भयो राप्रपा कुन चाहिँ राप्रपा हो अस्ति राजा लिनु गएको होइन राजा लिनु होइन त दुर्गा प्रसाद खोइ आइसक्यो त बेमसीले बिरामी भएर कि उयो छुटेरै आयो बिमार भयो आज 405 दिनको बिहानी पकाएको भोजन कार्यक्रम सकायौँ राष्ट्रवाद भाइले पनि दियोस् राम्रो कुरो गर्यो होइन खुसी लाग्यो अहिले खानासाना बाँडेर आएको होला होइन तर के गर्नु उयो लम्बु पुरा हेपे गर्छ मान्छेलाई राष्ट्रको लागि गरेर आएको होइन गर्नु अरे कि मान्छे पुरा हेप्नु पर्यो त्यो भिरबाट गाडीहरू सबै पेसेन्जर जतिले पचाउनु छोडेर उल्टे खोला बगाएर খাওয়ার দাওয়া তুমি কি এদিকে নাকের মুখের গুলার আসে কি দেখায় দিতে পারবো না चुरोट खान आउनु भएको काका कारण अघि तान्दै गरेको सार्वजनिक स्थानमा बुङ बुङ उडाउँदै गरेको भनेर हालेको छु जय महाकाल युवा समूहको अफिसलाई सहयोग गर्ने दाताहरू जय भैरवनाथ भूपुश्री सैनिक होटलका प्रोप्राइटरहरू दुईजना भट्टाभट्टी दिँदैछन् है यहाँ होटल बिजी छ कि यसरी अर्काको आशै नगरिकन आफै लागि पर्यो भने जे पनि हुन्छ यी ज्वलन्त उदाहरणहरू दुईजना के पाक्दैछ काका पापड तरकारी अंडे विभिन्न प्रकार का जो सामी काका माथि चल दो बिहानको ड्युटी सकियो भान्डातिर लाग्दै आफू पनि खाना खाने हो माथि माथि जय महाकाल अहिले चाहिँ हामी इटाभट्टामा छौँ मेरो फुपूको छोरा अबर गरेर आइपुगेछ यहाँ काममा बाइकको सामान बिग्रेर आएको छ अनि अब उसँग गएर पाण्डे गरेर सामान लिएर आउनुपर्ने हो ल म चाहिँ हाम्रो यहाँ टक्कर आजसँग यहाँ आज इन्डिया जान आँदैछ यहाँ बाइक बिग्रेर है यस्तो अवस्था परेको बेला चाहिँ साथ दिने साथी भनेको चाहिँ यस्तो हुन्छ नि है बाटोमा पनि देख्यो अरू ठाउँमा एङ्गल मिलाएर हान्दाको पछि टाइम ल्याप्समा जान्छ क्या छिटो छिटोमा खास गरेर मान्छेले अरू मैले मोबाइलहरू ल्याएर मगाइरहेको छु भर्ती भएर निकै हिँड्ने हुन्छ नि त बाइकमा हेरेको हेरेको थियो
यो चाहिँ क्यामेरा नभएर क्या मगाए ए अनि 53,000 यो फोन जुराउँदो रहेछ क्या भगवान्ले खातामा पैसा सडिरहेको रहेछ 50-60,000 उहिलेको क्या बन्द गर्ने भन्दै 4-5 हजार पाडेर खा हामी चाहिँ है अहिले धोबेको घरमा आएको छौँ जुके धोबे मुसीको घरमा काली मैनी के छ हौ घाम भयो ल ल ल ल नजुली पक मैनी लु कहाँ जान्छौ त कहाँ बाहिर हुँदैन तँलाई मार्छ अहिले यता हो शीतलमा बस्ने ल यहाँ बच्चा ल के भयो कहाँ लान्छ यहाँ घाम भएछ र यहाँ सारिदिएको क्या कहाँ गयो जगल्टे काली कान्छु के छ नि तिम्रो हालको चन्ची छेउ ल बस ल हेलो हेलो टिकटकमा राम्रै आउरा रे बाई साँच्चै हालिदिन्छु ल अहिले चाहिँ हामी बाइक साटेर लेट्स गो टु पान्टेङ यहाँ हाम्रो मामाकोमा आयो है यहाँ मामासँग बाइक मागेर अब राजेशको चाहिँ बाइक इन्डियन नम्बर छ अरे है अनि पारी लान मिल्दैन रहेछ अनि यहाँ मामाको बाइक मागेर हामी अब पारी गएर सामान लिएर त्यहाँ के अरे इँटा भट्टामा गएर त्यहाँ बनाएर अनि साह्रै ल अब चाहिँ हामी पाण्डेङ निस्किँदैछौँ बिचराको बाइकको यो त फेरि मेरो पनि बोकिँदैछ पैसा पनि छैन बनाउने अर्को बाइक विदेश गइयो कि दुईटा बाइक भएर क्या पाल्नु एकदम दामी बाइकहरूको सजेसन अनि कार्बोरेटर हेर्नु ल बेलुका हो साँच्चै स्लो मोसनमा अब यो झन् कस्तो खतरा दिन्छ स्लो मोसनमा झार्दै गरेको अब यो झन् खै यता आएर हाँसिदिउँ त एक्लै सम्पूर्णमा जय महाकाल हजुरहरूलाई यदि पानटेङ्गीमा इन्डियामा बाइक बनाउन आउनु छ भने चाहिँ यो दाइलाई कन्ट्याक्ट गर्नु होला हाम्रो आदरणीय विमल दाई पुरानो चिन्जान साह्रो गाह्रो पर्दाखेरि एकदम सुपथ मूल्यमा चाहिँ बाइकको पार्ट्सहरू
उपलब्ध गराउनुहुन्छ। पानीट्याङ्कीमा आउँदाखेरि चाहिँ सिधै यहाँ आउनु होला है त। एउटा खतरा ग्यारेज छ यहाँ, ठुलो ननस्टप बाइक आएको 5 मिनटमा साफ यहाँनिर। नपत्याइ आउनु होला पानीट्याङ्कीमा है। बाटो पनि मैले देखाइदिएको छु युट्युबमा, त्यहाँ आउनु होला होइन दाइ। हो अब चाहिँ हामी पानीट्याङ्कीबाट फर्किन आएको। समय पनि लाग्यो। सिङ्गीमा छौँ होइन। यहाँ चाहिँ जहिले कस्टम चेक हुन्छ। यहाँ चाहिँ हाम्रो डकुमेन्टहरू मात्रै देखाएर जानुपर्छ। यो दिदीहरूले भर्खरै भाडा परो नि पुगेको छौँ होइन। आकाशको सामान लिएर अब आकाश जाँदैछ। बाई बाई। यहीँसम्म मात्र ल, काकाले पुऱ्याइदिने रिक्साबाट म पनि जान्छु। अब मेरो अनलाइन क्लास छ। शुभ यात्रा, राम्ररी जानु। जय महाकाल। म चाहिँ अब विदेश जानेको तर्खरमा छु होइन। भन्नाले तर्खर चाहिँ धेरै भइसक्यो, 3-4 वर्ष नै हुन आँटिसक्यो। लागेको छैन, तर पनि हिम्मत हारेको छैन। नानी केटाकेटीमा पढे जस्तै एबिसिडी पढिँदैछ होइन, ल्याङ्ग्वेज। आज चाहिँ 4औँ-5औँ हप्ता भयो। खुसीको खबर पनि आयो, 6-7 जना साथीहरूको भिजा पनि आयो अरे। अब सायद मेरो पनि आउँछ कि, हेरौँ। आजको 1 घन्टा क्लास चाहिँ सिद्धियो। अलिकति अब भण्डारमा टाइम दिन पाइएको छैन मजाले। अब चाहिँ म भोजन सेवातिर लाग्ने, रात्रिकालीन भोजन सेवामा। बाई बाई। त्यही भएर यता चुमी उता चुमी। अब आमाहरूलाई अब के गर्न, टिकटक भनेपछि मरिहाते गएकोमा भात बाँड्नु। कसले कुट्यो मेरो भाइलाई? के हो? के भयो तँलाई? किन रुकिया नि? हाम्रो भाइले किन रुको? के भयो तँलाई? मोला खोइ छोड, जोतमा प्याउले हुन्छ यस्तो आइज। ए तल जानुलाई त मुला। के अरे होइन क्या, त्यो पितृहरूको लागि नि चक्कर पातमा राखेर चाहिँ सबै त्यो पकाएको चिजहरू चाहिँ लिएर अलिअलि राखेर अनि ध्यान दिएर चाहिँ यसो। तपाईँको युट्युब च्यानल के छ भनिदिनु त? युट्युब च्यानल छैन होइन, छ के त हानिदिन्छ नि त। फलो ब्याक गर्नु ल भनिदिइरहन्छ टिकटकको जस्तो युट्युब। काजी श्रेष्ठ कमेन्ट गरिराख्नु भएको नि तपाईँले। तपाईँको चाहिँ के छ च्यानल? छैन लागौँ न हो, लागौँ। भोक लागिसक्यो, भइसक्यो नि, अघि भएको नि। भयो। सम्पूर्णमा जय महाकाल। आज 405औँ दिनको यो रात्रिकालीन भोजन कार्यक्रममा चाहिँ हामी जय महाकाल युवा समूह मेचीनगर शाखाको टिम चाहिँ हिँडिसकेको छौँ है। अब अलिकति साँझ पनि परेको छ। आज चाहिँ हामीसँग हाम्रो प्यारो दीपक दाई, जय महाकाल युवा समूह मेचीनगर शाखाको संस्थापक सदस्य, साथसाथै जय महाकाल युवा समूह दमकनगर शाखाको श्रद्धेय अध्यक्षज्यूको भाइ पनि हुनुहुन्छ। उहाँहरूको चाहिँ परिवारै 5 जना दाजुभाइ नै चाहिँ महाकालमा लागि परेका छन् होइन। के भन्नु छ दाई मेरो भ्लगमा? जय महाकाल। मैले भन्न त यति नै छ कि हामीले यो गरिब दिनदुखीहरूलाई भोकालाई भोजन, प्यासलाई पानी खुवाउँदाखेरि हामीलाई मलाई आनन्द आउँछ। मेरो टिमहरू सबैलाई खुसी नै छ। जय महाकाल। जय महाकाल। स्पिड बढाम। खोइ माते जय महाकाल। अघि एउटा भिडियो हेरेको काका, बिचो रोडमा ढोका खोलिदिन्छ नि त, साइकल आएर अल्दिन्छ होइन। उता लड्छ, उताबाट गाडी आइकन टाउको पड्काइगरी हिँडिदिन्छ। जय शनि महाराज, जय होस् प्रभु।
सन्ध्याकालीन समय मेचीनगर भन्सार एरिया, यो चाहिँ काँकरभिट्टाको भन्सार एरियामा श्री लक्ष्मीनारायण मन्दिर विराजमान छ। साथसाथै यता श्री पञ्चमुखी हनुमान मन्दिर। यो चाहिँ भारतीय गाडीहरू, भारतीय नाकाबाट चाहिँ मालगाडीहरू यसरी आउँछ अनि अत्यावश्यक सामानहरू चाहिँ यो बोर्डरबाट जाने गरेको छ। नाइस 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 नाइस। जय महाकाल, जय महाकाल। सम्पूर्णमा जय महाकाल। आज थोरै हुनु। हनुमान मन्दिरबाटै जाने लाइभ आउँछ। जय महाकाल, जय क्लिक गर्नुपर्छ। जय महाकाल युवा समूह। ल ल तपाईँहरू हुनुहुन्न फेसबुकमा? अब हाम्रो उहाँसँग हो जहिले कन्टिन्यू हो। आउँदा पनि वर्क आउनुलाई लाइभमा हेर्नु न। कति मिनेट? जय महाकाल। आधी घन्टा 45 मिनट हुन्छ त।